तिमी सचेत युवा हो भने, तिमी वास्तविक परिवर्तन चाहने युवा हो भने तिमीले सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत, साहस र आँट राख्नु पर्यो क्या। हिजो त्यही कुरा गर्दाखेरि चाहिँ अरूले गर्दाखेरि चाहिँ गलत अरे, आज बालेनले त्यही गर्दाखेरि वाह वाह अरे, वाह 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 अरे। यस्तो खालको सक्षम जेनजीहरू छ क्या, यतिको बुझ्ने जेनजीहरू छ। अनि यो मुलुक परिवर्तन खोज्छ, अनि यो मुलुक विकास खोज्छ, समृद्धि खोज्छ। दिनभर चाहिँ गर्लफ्रेन्ड र बोयफ्रेन्डको चक्करमा व्यस्त, चियाको चुस्की र चुरोटमा व्यस्त हुने युवा, अनि राति आएर राजनीतिक बसमा निक्लिन्छ बालेन शाह जिन्दाबाद, घन्टी जिन्दाबाद भनेर। घन्टीको दुईटा एजेन्डा भन्न भन्यो भने के भन्छ? गाली गरेर, आमा चक्करी गाली गरेर तल झरेर सुईको ठोक्छ। मलाई केही थाहै छैन, बालेन दाई चाहियो भन्छ। के को लागि बालेन दाई चाहियो भन्न त भन्यो भने गाली गरेर अनि त्यहाँबाट निस्केर हिँड्छ। अनि भन्छ ऊ आफैले, म सचेत जेनजी, म पढे लेखेको जेनजी, म बौद्धिक जेनजी। दिनभर कहाँ थिइस्? दिनभर क्यारम बोर्डको गोटीमा झुन्डेको थिएँ, दिनभर पबजीमा झुन्डेको थिएँ, दिनभर फ्री फायरमा झुन्डेको थिएँ। अनि यहाँ आएर राजनीतिक बहसको रूपमा निस्क्यो भने नसँग उसँग जेनरल राजनीतिक चेतना छ। अनि उसले के बुझेको छ, बालेनको विचार के हो, बालेनको धारणा के हो भन्ने कुरा स्पष्ट ऊ आफैलाई थाहा छैन, तर बालेन दाई जिन्दाबाद भनेको छ। यस्तो खालको चेतले, यस्तो खालको सोचाइले र यो लेभलको बौद्धिकता भएको जेनजीले यो मुलुकलाई कतातिर धकेल्दैछ भन्ने कुरा चाहिँ हिजोदेखि आजसम्मको रूपमा प्रमाणित भएको छ। हिजो जेनजीले आफैले स्वस्फूर्त निर्णय गर्न सक्ने थियो भने आज उसले किन बालेनको कुरा मान्थ्यो? किन सांसद विघटन गर भन्दा सटक्कसँग सांसद विघटन गर्थ्यो? किन सुशीलालाई लगेर प्रधानमन्त्री बनाउँदा थपक्क लगेर बनाउँथ्यो? जेनजीले आफ्नो सोही निर्णय गर्न सक्थ्यो नि, सक्थेन। अनि त्यहाँबाट धोका पाइरहेको जेनजीले अझै पनि फेरि बालेन दाई प्रधानमन्त्री हाई हाई भन्दैछ क्या। कतिचोटि धोका खान्छौ ए जेनजी हो? तिमी मरेन होला, तिमी आज जिउँदो छौ होला, तिम्रो अङ्गभङ्ग टुटफुट भएन होला, तिमी सकुशल छौ होला, तर गएर ती बेटमा थन्किएका, खुट्टा काटिएका, हात गुमेका, आँखा गुमेका ती जेनजीलाई हेर त। जो आमा बुवाले आफ्ना छोराछोरी भरे बेलुका फर्केर आउँछ भनेर कुरेर बसेको ती आमा बुवालाई गएर एकचोटि सोध त। तिमी अझै पनि म जेनजी हुँ र हाम्रो युवा यति मर्यो भनेर के पाउनका निमित्त कुरै नबुझिकन फल्नालाई हाय हाय भन्दैछौ। हिजो धोका दिनेले फेरि धोका दिँदैन, हिजो धोका दिनेले अब फेरि भोलि धोका दिँदैन। त्यो चिज कहिले तिमीले बुझ्ने, कहिले त्यो चिजमा तिमीले खोल्ने चेतना, यो एकदम जरुरत छ, यो आवश्यकता छ। त्यसैले आज विदेशमा बसेर, चाहे स्वदेशमा बसेर, चाहे नेपाल फर्किने सोच राखेर, चाहे नफर्किने सोच राखेर, जसरी भए पनि साथीहरू यहाँ आएर बहस गर्ने हो भने, छलफल गर्ने हो भने सहीलाई सही, गलतलाई गलत भन्ने ल्यागत चाहिँ राख्नुपर्छ। तोडमोड गरेर घुमाएर कम्तीमा पनि यो बाटो सिधा यसरी पुगिन्छ भन्दाखेरि पनि वास्तविक पुगिने बाटोलाई पनि होइन यताबाट हो भनेर कुरा घुमाएर गरिबस्न आवश्यकता छैन क्या। सच्चा देशभक्त यदि चाहने हो भने। त्यसो भएको कारणले गर्दाखेरि मैले बोलिरहेको कुरा मेरो दायाँ बायाँ छ, स्ट्रेट कुरा छ। अब यो मुलुकले निकास पाउनुपर्छ, तर निकास भनेको साँच्चीकै हिजो पनि नझुकाएको, हिजो जो आज नयाँ हो भन्दैछ त्यसले पनि झुक्काएको छ। तर हामीले खोजेको हामीलाई धोका नदिने, हामीलाई नझुक्क्याउने, हाम्रो म्यान्डेट र हाम्रो योजना बोकेर माथि जान सक्ने क्यापेबल भएको अब हामीलाई त्यस्तो नेतृत्व चाहिएको छ क्या। त्यस्तो नेतृत्वको विषयमा छलफल गर्न र बोल्नलाई किन हिचकिच्याउँछौ? त्यो नेतृत्व माथि पुग्यो भने के यो मुलुक समृद्ध बन्दाखेरि तिमीलाई के कुरामा घाटा पाउँछ? यो मुलुक समृद्ध बन्दाखेरि त्यसको भागीदार तिमी बन्दैनौ र, तिमी पनि बन्यौ, म पनि बन्यौ। अनि तमाम त्यस्ता जो चाहिँ आफ्नो सबै कुरा विलासिता जिन्दगीलाई त्यागेर राष्ट्र निर्माणका निम्ति के अरे चाहिँ लागेको चाहिँ नेतृत्वलाई हामीले किन नस्वीकार्ने, किन समर्थन नगर्ने? जो चाहिँ विलासिताको जिन्दगी हिजो पनि छोड्नु चाहेन, आज के अरे जिम्मेवारी भन्दा बाहिर बसेर पनि छोड्नु चाहँदैन, अनि उसले चाहिँ नागरिकलाई चाहिँ विलासितापूर्ण जिन्दगी ल्याइदिन्छ अरे भन्दा हामीले पत्याइदिनु पर्ने? अनि पोलिसी बनाउने चुनाव हुन लागेको छ, अनि पोलिसी बनाउने मान्छेले चाहिँ अहिले नै तपाईँको चाहिँ राज्यसँग मुद्दा लड्दै गरेको व्यक्तिसँग गएर हातेमालो गर्छ, उठबस गर्छ। अनि त्यस्ता व्यक्तिले चाहिँ फेरि जनताको पक्षमा र श्रमिक गरिब मजदुरको पक्षमा पोलिसी बनाइदिन्छ अरे भन्ने कुरा स्वीकार दिनुपर्ने। अनि यसरी भ्रममा परिरहने जेनजी तिमीलाई म कसरी बौद्धिक जेनजी हो भनेर मान्नु? तिमी कहाँ कसरी चाहिँ अस्ट्रेलिया छौ, अमेरिका छौ, जापान छौ, जर्मन छौ, युके छौ भनेर मैले तिम्रो त्यहाँ भएका कुराहरूको बुझाइलाई मैले मानिदिनु पर्ने? कि तिमी आँखामा पट्टी बानेको जेनजी हौ होइन, कि तिमी मुखमा टेप लगाएको जेनजी हौ, सहीलाई सही, गलतलाई गलत बोल्न नसक्ने? त्यसो भएको कारणले यो मुलुक निर्माण हुनका लागि जेनजी हो
म जेनजी हो भनेर मात्र हुँदैन, जेनजी तहको सुझबुझ हुनु पर्यो। त्यो तहको उसले चाहिँ दूरदृष्टि हुनु पर्यो, भोलि के हुन्छ भन्ने कुरा छुटाउन सक्ने हुनु पर्यो। होइन भने जेनजियो भनेर हामीले यो गर्यौँ त्यो गर्यौँ भनेर यहाँ बोल्न वकालत गर्न आवश्यक र जरुरत ठान्दिन र छैन। त्यसैले राष्ट्र निर्माणका निम्ति निस्किएको जो के अरे सच्चा कर्मठ योग्य व्यक्ति हुनुहुन्छ, त्यो व्यक्तिको विचारलाई आत्मसात गरेर अगाडि बढ्ने हो भने एउटै व्यक्तिको विचारले हामी त्यो विचारलाई आत्मसात गरेर हाम्रो बलमा जनतालाई अगाडि सारेर जनतालाई प्रमुख शक्ति बनाएर यो मुलुक परिवर्तन गर्न सकिन्छ र त्यो मुलुक हाम्रै पालोमा छ, सम्भव छ। त्यसैले यहाँनिर कुरालाई तोडमोड नगरौँ, के अरे मनगणन्ते कुरा मात्र नगरौँ। म यति आह्वान गरेँ। धन्यवाद।